आज फेरि सदा चाहिँ धेरैजसो साथीहरूको कमेन्टका आधारबाट मैले कैँची आसनको प्रयोगको बारेमा तपाईँहरूलाई जानकारी दिन गइरहेको छु। कैँची आसनबाट सहवास गर्दाखेरि कसरी गर्ने र महिला पुरुष दुवैलाई यो आसनले कतिको सन्तुष्टि दिन्छ, हजुरहरूले चासो राख्न खोज्नु भएको विषयको प्रसङ्गलाई उठान गरिरहेको छु। साथीहरू, नेपालमा खासै यस्तो खालको आसनहरूबाट नेपालका युवा युवतीहरूले गर्ने गरेको खासै त्यति भेटिँदैन, तर विदेशमा यो आसनले निकै चर्चा बटुलेको छ। विदेशका युवा युवतीहरू यो आसन भनेपछि मरिहत्ते गर्छन्। विशेष गरी कैँची आसनबाट गर्दाखेरि पुरुष र महिला दुवैलाई चाहिँ तृप्ति गराउने गर्छ। यो आसनको आनन्दताको तारिफ जति गरे पनि कमै हुन्छ। यो आसनलाई कसरी गर्ने भनेर हजुरहरूको मनभित्र एउटा कौतूहलताले जन्म दिइरहेको होला। म त्यसलाई मेट्न गइरहेको छु। यो आसन गर्दाखेरि एउटा समथर स्थानलाई छनौट गर्नुपर्छ र यसमा सहवास प्रक्रियामा शारीरिक हुने, विशेष गरी यसमा श्रीमान श्रीमती बीचको सम्बन्धलाई प्रगाढ बनाउन मैले यी उपायहरू सिकाइरहेको छु। श्रीमान श्रीमतीले एउटा प्लेन खालको जग्गालाई छनौट गर्नुहोला र त्यसमा अन्तरङ्गका कुरा गर्दै भावनात्मक रूपले सहवासमा लिप्त रहने चेष्टा गर्नुहोला र दुवैले एक अर्काका वस्त्रहरू झिकेर निर्वस्त्र हुनुहोला अनि प्रशस्त पाककिडा गरेर दुवैजना अलिकति ठुलो खालको बेड भए पनि हुन्छ, नभए भुइँमा कपडा ओछ्याएर पहिला केटा सुत्नुपर्ने हुन्छ खुट्टा फाटा गरेर र बिस्तारै केटी पनि आफ्नो निर्वस्त्र शरीर लिएर कैँची यसरी गर्छ। त्यस्तै दुईटा कैँची मिसाए चाहिँ गरेर एउटा केटाको खुट्टा मुनिबाट र एउटा केटाको खुट्टा माथि राखेर कैँची स्टाइलले सुत्नुपर्ने हुन्छ। यो आसनमा केटाको खासै भूमिका हुँदैन। यसमा पुरै प्रक्रिया केटीले नै निर्वाह गर्नुपर्ने हुन्छ। बिस्तारै केटीले पुरुषको जननेन्द्रियलाई आफ्नो जननेन्द्रियभित्र घुसार्नु पर्ने हुन्छ। केटीले जब घुसार्छिन् उनी आफ्नै तरिकाले हल्लिने, मच्चिने र आफ्नै तरिकामा जति आफूलाई सन्तुष्ट फिल हुन्छ त्यति नै उनी तलमाथि गर्न सक्ने हुन्छन्। यो आसन गर्दाखेरि महिला जननेन्द्रियको अग्रभागमा रहेको बाह्य भगवष्ठदेखि भित्र रहेको महिलाको अति नै धेरै संवेदनशील अङ्ग मानिने क्लिटोरिसले यसमा प्रशस्त रूपले घर्षणको अवसर पाउँछ। भित्र छेड्दै गर्दा र महिलाले बाहिरभित्र हल्लिँदाखेरि महिला जननेन्द्रियको भित्र रहेको जी स्पटमा पनि पुरुष जननेन्द्रियको धक्का अर्थात् घर्षण महसुस हुन्छ र यसले विशेष गरी महिलालाई नै बढी आनन्द प्रदान गर्ने काम गर्छ र यसमा महिला जति सेटिस्फाई हुन्छन् उति नै आफ्नै तरिकाबाट तलमाथि गरिरहन्छन् र यो प्रक्रियाले आफू सन्तुष्ट रहने गरी नै आफै महिलाले स्वतन्त्र भएर यो प्रक्रियामा सहभागी भइरहन्छन्। यसमा अरू त्यस्तो छुट्टै केही पनि छैन। यसमा पुरुष एकदमै निष्क्रिय भएर सुतिरहेको हुन्छ खुट्टा फाटा गरेर। महिलाले पनि पुरुषको खुट्टातिर टाउको राखेर पुरुषको जननेन्द्रियलाई महिलाले आफ्नो जननेन्द्रियभित्र घुसारेर क्लिटोरिसलाई प्रशस्त घर्षणको अवसर दिई जी स्पटसम्म पनि घर्षणको आवृत्ति बढाउन सक्ने हुनाले यस आसनबाट महिला पुरुषको तुलनामा धेरै नै सेटिस्फाई हुने गर्छन् र उनीहरू धेरै नै खुसी रहने गर्छन् र यस आसनबाट प्रशस्त रूपले आनन्दको सन्तुष्टि र मजा लिनका लागि पुरुष पनि शारीरिक भइरहेकै हुन्छन्। पुरुषको यसमा खासै भूमिका नरहे पनि महिलालाई हेरेर महिलाको सेटिस्फ्याक्सनका तरिकाहरूले उसलाई उत्तेजित गराइरहेको हुन्छ र दुवैजनाले प्रशस्त समय लगाएर यो आसनबाट सन्तुष्टि प्राप्त गर्न सक्छन्। यो प्रक्रियाहरू महिलामा नै नियन्त्रित हुने हुनाले महिलाले नै यसलाई सक्ने र सुरु गर्ने अवसर महिलाले नै प्राप्त गर्ने हुन्छन्। यो आसनका थुप्रै बेफाइदाहरू पनि रहेका छन् साथीहरू। यसको बेफाइदाभित्र सबैभन्दा पहिला यो आसनको राम्रो जानकारी नलिएर यो आसन गर्न खोज्दाखेरि यसमा महिलाको बढी दबाव पुरुषहरूलाई पर्न जाने हुनाले पुरुष जननेन्द्रिय भाँचिने, मर्किने, छाला जाने, रगत आउने जस्ता समस्याहरू पुरुषमा हुन सक्छन् भने महिलाहरूमा पनि महिलाहरू जननेन्द्रियभित्र रगत आउने र महिलाहरूलाई अलि असजिलो भएको महसुस हुने हुन्छ भने अर्को बेफाइदा भनेको यसमा प्रशस्त रूपले पाककिडा नगरिकन पुरुष जननेन्द्रियलाई महिलाले जबरजस्ती आफ्नो जननेन्द्रियभित्र पसाल्न खोज्दाखेरि यसमा प्रशस्त लुब्रिकेन्टको अभावले गर्दा घाउ चोटपटक जस्तो समस्या देख्न सकिन्छ। छाला जाने समस्याहरू पनि हुन सक्छन् भने यौन सम्बन्ध त्यति रोचक नहुन पनि सक्छ। अर्को बेफाइदा भनेको यस आसनबाट छोटो लिङ्ग भएका पुरुषहरू त्यति धेरै सन्तुष्ट हुन सक्दैनन् किनकि यसले जी स्पटको भित्री भागलाई छुन सक्दैन। र अर्को बेफाइदा भनेको पुरुषको पुरै
जेनेरेटली महिलाको योनाङ्गभित्र नपस्न सक्छ र यसले बाहिरको जी स्पटलाई मात्रै टच गर्ने भएको हुनाले कुनै कुनै महिलाहरू त्यति धेरै सन्तुष्ट नरहने पनि सक्छ। र अर्को बेफाइदा भनेको महिलाको शरीर र महिलाको हाउभाउ पुरुषले नबुझ्दाखेरि पुरुषलाई बढी दुर्घटनाको सामना गर्नुपर्ने हुन्छ। विशेष गरी महिलाको जेनेरेटरीभित्र रहेको अति संवेदनशील मानिने महिलाको कामुक अङ्गका रूपले चिनिएको क्लिटोरिस र जी स्पटले प्रशस्त घर्षणको अवसर प्राप्त गर्ने हुनाले महिला यस आसनबाट धेरै नै सन्तुष्ट रहेको देखिन्छ। साथीहरू, हजुरलाई आजको प्रसङ्ग कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा उल्लेख गरी सल्लाह सुझाव दिन नबिर्सिनुहोला। हजुरहरूले पनि यो आसनको प्रयोग गर्नुभएको छ भने कमेन्टमा यस र गर्नुभएको छैन भने कमेन्टमा नो लेखी पठाउनुहोला। आजको उपस्थितिदेखि बिदा हुन्छु। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।